दर्शकबिन यो मूलघाटको पुल धनकुटा जाने मूलघाटको पुल बनाउँदाखेरि माया तामाङ आमाले यो पुल बनाउँदाखेरि उहाँ नै खटेर बनेको पुल यही हो र उहाँ चाहिँ 95 वर्ष लगभग पुगिसक्नु भएछ र उहाँको चाहिँ छोरा 70 वर्ष भन्दा यता नभेटिएको थियो र हामीले भिडियो बनाएपछि भेटिएको थियो। भेटिएपछि उहाँको छोराले लानु नमानेको कुराहरू पनि थियो। अनि त्यसपछि आमाको यो पुल यो मूलघाटको पुल कसले ओरोपर तर्नुभयो त्यो पनि तपाईँले यहाँ यो भिडियो तर्नुभएको तपाईँले भन्नुहोला। नमस्ते, म देवेन्द्र लिम्बू। आमाको धेरै सहयोगको खाँचो पनि छ। अनि त्यसपछि 95 वर्ष भयो माया तामाङ जो हुनुहुन्छ। 95 वर्ष बाँच्नु धेरै गाह्रो साह्रो पनि हुन्छ। त्यस कारणले उहाँ एकदम यो पुल मूलघाटको पुल ओहोरदोहोर गर्नुभएको छ कि छैन, यो पुलै नबनिन्जेल यो मूलघाटको यत्रो यो तल खोला देखाउँदा खोला यहाँ यो यत्रो चाहिँ त्यो हुँदाखेरि यहाँनिर उहाँहरूले एउटा जानु झुप्रो बनाएर यो पुलमा आमाहरूले नै काम गरेको हो नि यो, होइन मम्मी? सेवा नमस्कार। नमस्कार। नमस्ते। ए यो मूलघाटको पुल बनेको थिएन तपाईँहरू यहाँ बस्दा? बनाएको थिएन नि, यो तपाईँहरूले बनाएको काम गरेर? मैले बनाएको, हामी काम पनि गरेन। म त होटल गरेर हिँडेको मान्छे। यहाँ काम गर्ने चाहिँ होटलमा म त काम गर्ने कति ल्याउनु भयो? काम गर्ने यो पुल बनाउँदा काम गर्ने कहाँदेखि ल्याउनु भयो तपाईँले लेबर? हाम्रै नै मरिनु खोला बार ल्याएको नि। मान्छे कतिजना ल्याउनु भएको थियो यो यहाँ काम गर्नेहरू? 45 जना मसँग पछ्याएर आएको थियो। हो, तपाईँको नाम के हो? माया तामाङ नि। अब घर कहाँ हो तपाईँहरूको? घर ऊ यही माथि होइन, पहिला घर चाहिँ कहाँ हो भनेको? 2 नम्बर रामेछाप। रामेछाप हो। अब अस्ति तपाईँको भिडियो भाइरल भएको थियो होइन? अनि कसैले नि तपाईँलाई सहयोग पनि गरेन? अलिअलि गएर होला अलिअलि। अनि तपाईँको छोरा 70 वर्ष पछाडि भेटेको नि थियो। छोरा भेट्नुभयो नि आएर, होइन? हिजो अस्ति आएर गयो। ए ल, अब हामी कुराकानी गर्छौँ दर्शकबिन। यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, एकछिन समय मिलाएर यहाँ बसौँ मम्मी। अब हजुरको छोरा भेट्नु आउनुभयो? अस्तिको दिन आएर गयो। 70 वर्षमा भेट भयो होइन छोरासँग, होइन? अब तपाईँको चाहिँ के छ चाहना कुरा, के छ? अब मेरो के पनि छैन। तपाईँको छोरा त लाँदिनँ भन्यो त। तपाईँको छोराले त लाँदिनँ म आमालाई भन्यो। लैजाओस् कि नलैजाओस्, केही खास छैन। मेरो विद्या भत्ता आउँछ, त्यो कुटु कुटु खान्छु, बस्छु। मेरो छिमेकीहरू थुप्रो छ। अनि अस्ति छोरासँग 70 वर्षपछि भेट हुँदाखेरि छोरा चिन्नुभयो? छोरा चिन्नुभयो? किन नचिन्नु त? तपाईँ जस्तो सेम रहेछ। किन नचिन्नु? है आफूले जन्मेको छोरा कहीँ चिन्दैन। तर छोराले चिनेन नि तपाईँले? फेरि चिन्छ नि। लाँदिनँ भन्नु नि त। नलैजाओस् किन नलैजाओस्, के खाँचो छ? त्यही त मान्छेले त्यसो भने त भोलि पर्सि गाडी लिएर आउँछ त्यो। त्यही त होइन, अब नातिहरूले कसले लाने कुरा पनि छ अरे फेरि। अब गाडी लिएर आएर घर सब उकेर लाने अरे। को आउने अरे? को आउने अरे? को आउने अरे? मेरो छोरै आउने नि भन्छ। ए माया त गर्दा चाहिँ के हो फेरि? अस्ति रिसाएर गयो त फेरि। अब यत्रो त त्यसको बाउ त्यो जन्मेर 6 महिनामा त्यसको बाउ मऱ्यो। अब त्यसको 1 वर्षमा त्यसको बोजू मऱ्यो। उकालो ओह्रालो बगेर बोकेको बोकेर मैले हुर्काएको छोराले माया हुँदैन। अब होइन, अब 95 वर्ष पुग्नुभयो, कति नै अब रहनुहुन्छ होला होइन? संसारमा सत्य कुरो बोल्नु पर्दाखेरि होइन, मान्छे सबै मर्छ। नमर्ने कुनै सहर पनि हुँदैन, कुनै गाउँ पनि हुँदैन, मर्छ। तर यस्तो आमा हुनुहुन्छ जहाँ आमा बाउ भनेको चाहिँ जबसम्म किन्नु पाइँदैन। यो संसारमा जतिसुकै धनी मनी भयो, पैसा जति कमाए पनि, जति बुद्धिजीवी भए पनि सबै मर्छ। तर सबै किन्नु पाइन्छ, तर आमा बाउ किन्नु पाइँदैन। त्यस कारणले उहाँको छोरा आउँदाखेरि अलिकति म लाँदिनँ भन्दाखेरि निकै भिडियो भाइरल पनि भएको थियो। त्यो कुरा निकै मनमा निकै सबैले भिजेको थियो। किन लाँदैन भने जाने कि नजाने भनेर भने मलाई। जानुपर्छ, जाने कि नजाने भनेर भन्नु। अब त्यो लान्छु भनेर लान्छु, जाने नि भनेर भने।
अब गाडी लिएर आउँछ हामी भन्छ। अब रवि किरण हाम्रो मादेलले सुरुमा भिडियो उठाउनु भएको थियो, निकै भाइरल भएको थियो, अनि सहयोग पनि आएको थियो अलिअलि। सहयोग आउँदैछ। अस्ति डिबी लिम्बू सरले 4,000 पठाइदिनु भएको थियो होइन, अनि उहाँले अस्ति हस्तान्तरण गरियो। अब एकजना सर हुनुहुन्छ युकेमा, उहाँले चाहिँ मेरो नामहरू केही नखोलिदिनु, यदि बोजूलाई कसैले लगेन भने उहाँलाई बाँचुन्जेल म हेर्नेछु भन्नुभएको छ। मूलघाटमा होइन, यो मूलघाटको यो पुल पनि बनेको थिएन। हजुर बिचरा यो मूलघाट तर्ने आउने जाने मान्छे कुनै डक्टर, कुनै लाउरे, कुनै अरप्ते, कुनै चौरेहरू सबै छ होला, हजुर। सबैले यो भिडियो हेरेछ, हुनुहुन्छ होला। तपाईँलाई सेयर पनि गर्नुहुन्छ, सहयोग पनि गर्नुहुन्छ होइन। हजुर त्यतिखेर आमा यो पुल बनाउनुको लागि यहाँ मान्छे बोलाउने मान्छे पनि आमा अरे, लेबर लिएर लेबर लिएर आउने चाहिँ आमा अरे हजुर होइन। अब तपाईँ बोलाउनु भयो अनि भिडियो लाएर भाइरल भएपछि उहाँको छोराले हेरेछ 70 वर्षमा, जेस भेटघाट भयो तर लानु भएन। लानु भएन। खै अब सल्लाह गरेर आउँछु भन्नु चाहिँ भएको छ। अब आउनुहुन्छ हुँदैन, अब 5-6 दिन त गइसक्यो, अब बाँकी 5 दिन 10 दिनमा आउँछु भन्नुभएको छ। खै अब लाने हो कि नलाने हो, आमा फेरि नजाने पनि भन्नुहुन्छ। अब बिचमा निकै रिसा पनि रहेछ उहाँको छोरा नि, आमा जस्तै आमा जस्तै हो। सेम उस्तै आमा र छोरा। किनभने होइन आमा छोरा जो पनि मिलिन्छ, तर उहाँहरू चाहिँ एकअर्काले मानवताको ऊ नै थिएन के। पहिला आमा छोरा पहिला होइन, भर्खरै भेट्दा पहिला त मैले नदेखेको हो होइन। 70 वर्ष हिजो त गएको, हिजो अस्तिको दिन आएर हिजो गयो। 4-5 दिन भयो अरे गएको, छोरा गएको 5 दिन भइसक्यो। छोरा आएको यति अब त घुम्दै होला नि, घुम्दै होला तर आमाले त हेर्छ होला। हेरेर गयो नि। अनि अब आमाले त अलिकति यसो हेर्दाखेरि अब फलफुल खाने केही चाहिँ रहेनछ, कसैले भात पकाउने छैन। केही रहेछ नि, कसैले भात उहाँसँग होइन 1 रुपियाँ थिएन, भत्ता पनि आएको थिएन। अब के अरे मैले टिकटकमा हालेँ होइन, टिकटक हालेपछि उहाँसँग भिडियो बनाएपछि 5,000 चाहिँ आएको थियो। त्यसले हामीले म्यानेजमेन्ट गर्दा गर्दा अनि उहाँले फेरि ल्याइदिनु भयो। बिचरा अहिले अब सरले ल्याइदिनु भयो। फलफुल अनि केही कुराहरू खानुपर्ने रहेछ, कति नै हामी बाँच्छौँ र होइन। हजुर 95 वर्ष छैन। 95 वर्ष तपाईँ हामी त बाँच्दा नै बाँच्दैन पहिला। उहाँको जे सेवा अथवा उहाँले हेर्नु नै हामी भागी मानी हो नि त। अब जाँड रक्सी खाँदैन, म जाँड रक्सी खाएको जस्तो भयो पो छिटै मर्न। अनि हो म जाँड रक्सी भने ए पनि गर्दैन, रक्सी पनि बेच्यो, जाँड पनि पकायो, तर खाएन ए पनि गरेन म त। अनि त्यही भएर बाँच्नु भएको नभए बाँचिँदैन मान्छे। यत्रो 95 वर्ष कसरी बाँच्छ? रक्सी जाँड त थुप्रै खानुहुन्न, अलिअलि खायो। फल खानु म त सेउहरू कोलाहरू खानुहुन्छ? खान्छु नि, भाइ पो खानु अहिले यहाँ। भए पो खानु, पहिले त पैसा थियो होला नि त होइन। भाइ पो खानु। अनि अस्तिको पैसाहरू के गर्नुभयो? सहयोग गरेको पैसा के गर्नुभयो? गएन खोलो पाइरो गाडे, पाइरो लाग्ने गए 41 सालमा भन्नुहोस् न। मेरो छोरा पैसा कति 45,000 पैसा पहिलाको कुरा। छ तल सुन गयो। ए पहिला कानको सुन त बस्ने थियो यो श्यामबाङ दसारे मान्छे चाहिँ भजुलबारीमा बाउ आमाले बाँधेर बाउ दाजुभाइले बाँधेर राखेर सुन तुन सबै खोलेर लग्यो त्यहीँ बुढी बनाएर त्यहीँ सुन तुन खोलेर लग्यो। तपाईँ चाहिँ सुन धन लगाएर बस भनेर भन्यो। अब होला त भने एउटा धरानमा राख काट्नेको बुढी कान्छी बुढी ल्याएर म भागमा लुगाउन राखेको थिएँ। अनि दिदी 6 नम्बर त चोरले त भक्लाले रोप्न आउँदो रहेछ हामीलाई त भन्थ्यो। मेरो 6 नम्बर त्यही चोर देखेछ, त्यसले पनि त्यही चोर देखेछ। अनि त सुन तुन खोलेर 3 तोलो सुन थियो मेरो कानमा। अब सुन तुन खोल्यो, मटवारी यत्रो मटवारी थियो, खोलेर लगिदियो बक्सामा बक्सामा लगाएर अनि त्यो यस्तो पिजिङ गेबिङमा गेबिङमाथि बसेको ढुङ्गो उकाएर राखेको। अब पैदा 41 सालमा त्यत्रो भाल बाढी आउँदाखेरि अनि यो हाम्रो मुक्ति थियो, मुक्तिले मर्छन् कति भनेर मलाई त पक्रेर पर पुऱ्यायो। बक्सा र लुकु गुन्डा काँधमा बोक्छ
अब मलाई हातले एक हातले पक्रेर पर पुऱ्यायो पुऱ्याएर म त हात यता टेकेर अनि यो हात यता सुनिएको थियो हात टेकेँ नि मैले अनि त्यो गरेर म बाजेँ न त म पनि लाने थिएँ